हेलो आयुषका बाउ तम्री त साली कान्छी भइगई के परानी भइगई। सालीले मन कसरी चोरियो एकचोटि भनिदेऊ पनि आयुषका बाउ। अनि छ नि आयुषका बाउ तमीलाई क्या बिमारी भयो अरे? आयुषका बाउ तमीलाई क्या बिरामी लाग्यो भन्न छौ? तर सुन्नु छैन आयुषकी माले भन्छन् कि आयुषका बा कस्ता छन् भनेर सुन्नुस्। कस आयुषका बाउ तम्रो मन छ नि निकै छ नि उ छ अरे के महँगो छ अरे के कस्तो छ अरे? आयुषकी मा तम्रा कोही कसा छन् अरे? अनि छ नि आयुषका बाउ तमीलाई तम्री साली होइन कसी लाग्दैछ? तमी छ नि कसरी खाने हो तम्री साली? नापेरी खाने हो कि? अलि अब गइको आयो आयुषकी मा भनिदेऊ त। आयुषका बाउ तमी आयुषकी आमाका क्या धोइदिने हो फेरि भन्न त। तमी भाँडा मात्रै धुने हो कि आयुषका बाउ अरू पनि धोइदिने हो? चाहिँ भने आयुषकी मा आयुषका बाका त गफ मात्रै हुने। चाहिँ भने आयुषकी मा आयुषका बाका त गफ मात्रै हुने। आयुषका बाउ तमी छ नि सालीलाई नपाए क्या गर्ने हो रे? आयुषका बाउ तमी छ नि सालीलाई नपाए क्या गर्ने हो रे? आयुषका बाउ होइन फाँसी साँसी नहाले तमीलाई क्या भएको छ? तमीलाई जादु हालेछ तम्री सालीले विश्वास नलागे तम्री बुढीलाई सोध त एकछिन हो कि होइन? हेलो गाइस सबैलाई धन्यवाद यो भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा। मैले यो भिडियो रमाइलोको लागि मात्र बनाएको हुँ। कृपया आयुषका बाउ तमी दुःख जन माने मैले हल्का रमाइलोको लागि मात्रै बनाएको हुँ। र यो भिडियो पुरा हेर्नको लागि तारा भण्डारी अफिसियल युट्युब च्यानलमा गएर हेर्न सक्नुहुन्छ। सबैलाई धन्यवाद र मेरो च्यानललाई सब्सक्राइब गर्नु भएको छैन भने कृपया सबैले सब्सक्राइब गरिदिनु होला, लाइक कमेन्ट सेयर पनि।